हाम्रो त्यहाँ अस्ति विमान दुर्घटना भएको ठाउँ चाहिँ यो हो होइन, त्यहाँबाट चाहिँ चेकअप गर्दाखेरि अनकन्ट्रोल भएर अनब्यालेन्स भएर चाहिँ यो तल उहाँ भएर त्यहाँ आगो लाग्दै यहाँ आएर उहाँको सबैको हाम्रो नेपाली दाजुभाइको होइन अब जसको पनि मृत्यु भयो हामी भावपूर्ण श्रद्धाञ्जली होइन हाम्रै नेपाली दाजुभाइ हो जस अब हाम्रो नेपालको अवस्था नै यस्तो छ, कुनै बङ्गलादेशको अहिले अवस्था भइरहेछ भने कि त्यस्तै अवस्थामा होइन नहोस् हाम्रो देश नै होइन। अब पहिलोमा पनि हाम्रो नेपाली दाजुभाइले धेरै ज्यान गुमाए योपालि यो टाइममा होइन, समयले फेरि गराउँछ त्यो चाहिँ फरकमा होइन। तर चाहिँ त्यो कन्टेनर पनि हेर्नुहोस् होइन, कन्टेनर छ नि कन्टेनर पनि हेर्नु न उहाँको दुईवटा भाग भएको छ कि। अब त्यो सिङ्गल कन्टेनर राखेको कन्टेनर हो, त्यो कन्टेनर चाहिँ कहाँबाट खसेको भन्दाखेरि त्यो कन्टेनर माथि राखेको कन्टेनर तल खसेको हो, बुझ्नुभयो। त्यो कन्टेनर जुन माथि छ अहिले यहाँ छ त्यहाँ माथि भएको कन्टेनर ठोकिँदा तल आएको हो भन्ने हामीलाई आशंका लागेको छ। तर यो कुरा चाहिँ यही हो, कन्टेनर चाहिँ माथि राखेको कन्टेनर तल आएर खसेको हो भन्ने। हस् त धन्यवाद होइन। त्यो कन्टेनर छ नि कन्टेनर त्यो माथि हो, त्यसले हिसाबले लिएर तल आएको त्यो कन्टेनर माथि राखेको कन्टेनर हो, त्यहाँ माथि राखेको टपमा राखेको।